हेलो हेलो हजुर नमस्कार म डमर बहादुर दर्जी डमर सुशिका ट्राभल नेपाल मेरो युट्युब च्यानल हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट र सब्स्क्राइब गर्न अवश्य नबिर्सिनु होला। आज चाहिँ म कुनै नयाँ ठाउँ नयाँ उसमा छुइनँ, ट्राभलमा छुइनँ। म चाहिँ गाउँ आएको छु। मेरो काकाको वर्ष दिने काम हिजो वार्षिक काम हिजो सकियो। आज पूजा छ। आज चाहिँ यो गाउँबाट चाहिँ म प्रस्तुत गरिरहेको छु यो भिडियो। लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला है। ल आजको अब यो यहाँको यो उसमा कार्यक्रम यो शुभ कार्यमा अब पूजा हो सत्यनारायणको होइन। यहाँ चाहिँ अब यी फुलहरू यहाँ रेडी भएको छ, माला गाँच्ने ओर्नेदेखि लिएर हाम्रा भाइहरू यहाँ यसरी अब पुरा उ भइरहेको छ। यहाँ सब्जी काट्ने काम यसरी सब्जीहरू काट्दै हुनुहुन्छ हाम्रो भाइहरू। यो प्याज कोपी है कटिङ मुला होइन। अब बहिनीहरू यो सबै बिहान बिहानै आफ्नै बारीमा फलेका अदुवालाई छिल्दैछु। हाम्रा भान्जा यहाँ अदुवा छिल्ने काम हुँदैछ यहाँनिर है। अब यो ठाउँ धेरै चिसो ठाउँ, एकदम अब जाडो मौसममा अब अहिले त यहाँ हल्का घाम आइसकेको छ र पनि नुहाउनको लागि चाहिँ यसरी पानी तताएर यसरी आगो फुकेर होइन यसरी पानी तताएर चाहिँ यो पानी तातेपछि नुहाउने काम हुन्छ यो पानीले। यो घर मेरो काकाको केटाकेटीहरू आफ्नै तालमा यसरी बस्ने गफ गर्ने खाने गरिरहेछन्। कोही यता केटाकेटीहरू व्यस्त है। यो जुठा भाँडाहरू यता मेरी बहिनी यसरी यहाँ भाँडा माझ्दैछ। जुठा भाँडाहरू व्यस्त छ माझ्नमा। तातो पानी तताएर यता नुहाउने काम भइरहेछ। मेरो भाइ नुहाउँदैछ। यो चिसो पानीले, यस्तो जाडोमा पनि यस्तो चिसो पानीले नुहाइरहेछ। यो पूजा अब रेडी गर्नको लागि यो सामानहरू चाहिँ अब बनाउँदै हुनुहुन्छ। यता जग्गेको कार्य भइरहेछ। हाम्रो पुरोहितदा हुनुहुन्छ। हाम्रो पुरोहितदा जग्गेको कार्य गर्दै हुनुहुन्छ। यो पूजाको लागि हाम्रो बुहारी चाहिँ यहाँ माला उन्ने काम गर्दैछन्। यो फुल बोल्नु पनि नानी रङ होइन तर रङ नहाल्दा पनि हुन्छ होला हो। अपङ्गमा चाहिँ सेलरोटी हाल्ने चाहिँ मेरी भाउजूले हाल्दैछन्। यहाँ पाक्दैछ। आहा यता दिदीले निकाल्दै हुनुहुन्छ। बजारमा देव नमः ओम आवाहि सप्तमरि देव नमः ओम विनाकाय नमः ओम ब्रह्मणे नमः ओम विष्णवे नमः ओम रुद्राय नमः ओम अर्काय नमः ओम देवताय नमः ओम कुल देवताय नमः इष्टाम ग्राम देवतावे नमः यथा मिले उपचारै पूजयामि। आउनु म बोक्छु। कसैलाई चाहियो भने हामीलाई सम्पर्क गर्नु होला। हामी आउँछौँ। हाम्रो यसरी होइन दुईटा कुकुरमा सिटी लाउँदा हुँदैन भने यहाँको क्या यहाँ यत्रो कुकुर छ। अर्को पनि छ। अहिले यो बिहाबाट बाहिर निकालेको छोरी चाहिँ क्या यहाँ त सकिँदैन निकाल्नु।